तिमी के गर्लफ्रेन्ड गएको सिधा सिधा भन कि साथी हो कि गर्लफ्रेन्ड हो यहाँ देख्यौ नि आएर यहाँ देख्यौ तिमीहरूलाई जाडो भएको छैन कोही आधी कट्टुमा बस्ने कोही आधी टी सर्टमा बस्ने जाडो भएको छैन तिमीहरूलाई लाज लाग्छ के हो यो पारा धेरै टाइम पाएन भर्खर डान्स गर्दा दुनियाँको अगाडि डान्स गर्यो अब दादाको अगाडि डान्स गर्न के लजाउनु लाग्छ त नाच दुईजना एउटा मिठो गीतमा आउन त डान्स गरेर हाँस्न बाहेक हजुरलाई के आउँदैन नि म के आशा छु र डान्स गरेर तिमी लगाऊ कि अर्को फुल लगाऊ पजामा बाबु हजुर ए त्यसो बिहे गरे कि के हो भगाएर ल्यायो कि के हो तैँले त अब बिहे गर्ने अब सोचिराख म अब अनि साथीसँग बिहे गर्ने सिधा सिधा भन्न मलाई सिधा सिधा भन् दा मेरो गर्लफ्रेन्ड हो म माया गर्छु भन्ने हिम्मत हुनु पर्यो के बुझिक नै उसँग भिडियो बनाइरहेको थिएँ हिम्मत हुनु पर्यो कि मनमा मर्दो भइसकेपछि हिम्मत हुनु पर्यो मेरो गर्लफ्रेन्ड नै हो भनौँ किन त्यो झुट कुरा भन्ने हो र अनि के हुन्छ त गर्लफ्रेन्ड हो बिहा गर्ने भनिरहेको होइन के को होइन जाने त होइन गरे अहिले त यो अहिले अब होइन गर्यो यता सुन भाइ गर्लफ्रेन्ड हो भने भनिहाल उतापट्टि उसलाई पनि कौन बहिनी उनले पनि देखियो के यतातिर राम्रोसँग देखियो न त अनि नदेखि छोड्दै बाबु त्यस्तो नगर यहाँ लाइभ आइडी जान्छ बुझिक नै त्यस्तो नगर छोड्दै साइडमा राख म तसँग कुरा गर्ने भयो आज बुझिक नै यता सुन तिमीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड हो भने म सहमति छु त मैले कि तिमीहरूको बिचमा के आली हाल्दै छु खेतमा आली हाले जस्तो गरेर नभेट सीता मैले भन्दिएँ अब सत्य के भन्छ किले जी गर्ने मसँग म गएँ घर कहाँ चल्लाको घर बाइ अब जाने मान्छेले कसले रोक्न सक्छ त अनि जान्लाको घर ल पुगाइदिनुहुन्छ के अब मैले के चाहिँ पुऱ्याइदिउँ त अब तिमीलाई उतै अगाडिसँग जाने हितीबाट सरासर जाने माथि खोलो तर्ने जाने ए बाबु चिसाले खुट्टा सुट्टा काटिएला लामो लुगा लगाएर पठा टाउजर पनि पठा लगाइन पठा लुगा लगाएर जाऊ अब डान्स गर्न आएको छु भन्छ कि लगाऊ त्यस्तो के होइन अब यिनी चाहिँ अब कहाँ जाने भन्दै थिएन न घर जाने भन्छ कि अरे फुल लगाऊ कि त्यो लगाइ त राख्छु तर केटी मान्छे घर एक्लै किन पठाउँछ पुगाएर आएछ जा अहिले यति रात परे बेला घर एक्लै कसरी जान्छन् त्यही त अब के गर्ने हो जाने हो घर यतै बस्छु कहाँ यति बस्ने के भन्छ होइन त्यस्तो होइन दाइ अब यिनी चाहिँ के भन्नु भने उता बहिनीसँग बस्छु त बहिनी उता ढोका तातो पानी अब बस्छु गऱ्यो अब हेर चाहिँ यता बस्दैन नाइ एक कुरा भन मलाई दाङका सबजना आएका छ होला दाङ घोराइ लमै कता आएका छ होला दाङका ए जाडो छैन दाङमा कि दाङमा गर्मी भइरहेको छ अहिले दादा हेर्नु अहिले यस्तो नाचेर यस्तो गर्मी भइरहा यस्तो गर्मी हुने गरी किन नाच्यौ त यहीसँग तातो लुगा टाउजर साउजर लाएर हिँड्नु यताउति गर्नु भन्नु यार मैले के भन्न सक्दैन भाइराजा मलाई त केयर भन्ने कुरा छैन यदि गर्लफ्रेन्ड हो ठिक छ अहिले ठिक छ मेरो बहिनीको लुक्स चाहिँ अहिले ठिक छ है अहिले ठिक छ ल कुरा गर अब दाइसँग बोल दादा म कहिलेदेखि यहाँ हो कि यहाँ बोल नि त अनि बोल नि त के हो यता तिमीलाई म खाँदैन यता बोल तिमीलाई म के पनि भन्दैन बोल ल बोल कि बोल कि मेरो साथै बस्दिनु अनि म बिफ्यान गरे तपाईको त्यही भन्नुहुन्छ कि रे तैँले त्यही ज्याक लगाएर पठाइ जस्तो लाग्यो कुलभाइ दाइ मेरो दाइ हुने यताउति भनेर ज्याक लगाएर पठाइ जस्तो लाग्यो हो बाबा यो त मा कस्ता भनेर दादा ठिक छ ल यता सुन यो
चुम्मा खाएर भिडियो हाल्ने को तिमीहरू नै हो? होइन होइन गरे त्यो फोटो तिम्रो फोटो होइन र पछाडिको टाङ्गेको अनि हिजो अस्ति ल्याएको थियो त याद गर्नु त्यस्तो भिडियो नहाल्नु। म दुईजनालाई भन्दैछु पुलिसलाई फोन गरिदिनु म। अबदेखि नहाल्ने त्यो फोटो तिमीले। होइन मैले हालौँ भनेको थिएँ अनि हाल्नु भएको थियो तिमी त हाल्नु नै भन्नु तँलाई कसम भन्दैछु तेरो म नाकबाट रगत निल गरेर हान्ने हौ साँच्चीकै भन्दैछु भाइ। बिएसए गरिसक्यो जस्तो लागेको तिमीहरू लुकाउन लाग्छौ जस्तो छौ बुझेको बुझेनौ? फोटो सबै देखाऊ फोटो देखाऊ सब देखाऊ। अब यहाँ कतिजना केटीको मन दुख्ने हो कतिजना केटीहरू आज रातभरि नसुत्ने हुन्। त्यस्तो केही पनि होइन म अब लुकाउँदिनँ दादा हो कि नै लाइक मतलब अब जे जस्तो भए पनि गिरोस् ऊ गिरे पनि गिरोस् हाम्रो हो कि नै भन 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 हाम्रो 3 दिनको कुरा हो। सुरुमा मैले यिनलाई बी फ्यान दाइ भनेको थिएँ अनि भन 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 त भनौ त के हुन्छ भएको कुरा भन्ने त के दाइ पनि किन लजाउन लाग्छ? अब त म तिम्रो जेठाजु भइहाले त। होइन मेलिना आइडी कहाँ मेलिनासँग 3 वर्षको लभ हो। मैले हेरे पनि थिएँ मेलिनाको लागि धेरै लाइन हान्नु भएको थियो। मेरो लागि त एउटा लाइन पनि अहिलेसँग हान्नु भएको छैन दादा भनिदिनु मेरो लागि पनि लाइन हान्न भनेर। हानौला बाबु भन्दैछु हेर हान बहिनीको लागि लाइन हान। सही भन्नुभयो बहिनी यिनलाई भाइ भन्ने भयो मलाई त ए बुहारी मेरो बुहारीको लागि लाइन हान। तेरामा भन्दैछु बाबु हेर तेरामा पानी हालेर मुर्गाको छाला निकाले जस्तै निकालौँ न तेरो कपाल। नाइ दादा कपालको लागि केही नभन्नु मैले भन्यौ दामी देखिनु। चल एक लाइन सुना मेरो बुहारीको लागि। एकछिन म भनिरहेछु हाम्रो लभ स्टोरी। लभ सुनाऊ स्टोरी सुनाऊ चल। अनि सुरुमा फेरि नराम्रो कमेन्ट नलेख्नु गाइज अनि त्यसलाई नगिराउनु चाहन्छु। सुरुमा मैले बी फ्यान दादा भनेर एउटा भिडियोमा कमेन्ट गरेको थिएँ अनि उनले चाहिँ मलाई भन 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 कि भन मेरो 1 महिना भएको थियो मेरो मोबाइल आएको अनि पछि मैले व्हाट्सएप आइडी पनि खोलेको थिएन अनि यिनले व्हाट्सएप नम्बर पठाउनु भएको थियो मैले खोलेँ यिनकै लागि भयो पनि खोलेँ। अनि पछि एक दिन त बी फ्यान दादा भनेर बोलियो अनि फेरि अर्को दिन चाहिँ के भयो भने चाहिँ मेरो एउटी सानी बहिनी थिए तिम्रो दिदीलाई दिन्छौ कि नै भन्नुभयो अनि मैले बुझिहालेँ। अनि मेरो कसैसँग लभ पनि परेको थिएन केही पनि थिएन हो कि नै। अनि पछि अब यिनले यस्तो यति भाइरल मान्छेले यस्तो भनिसकेपछि नाइ भन्ने त कुरै भएन। भन त भन के हुँदैन आऊ कि आऊ भन नि भन अनि भन अरू कुरा पनि भन। अनि पछि त्यस्तै भएको थियो अनि एक दिन बी फ्यान दादा अर्को दिन बोलेँ त्यहाँ अर्को दिन त मेरो घर लिन आउनुभयो अनि म पनि आइहालेँ। यही हो हाम्रो कहानी। भगाइन ल्याए तैँले? होइन मैले आउनु भनेको थिएँ मेरै घर आउनु होला भनेको थिएँ। मैले भगाएर ल्यायो भगाएर ल्याए तैँले? अब सल्लाह मिल्यो के राति 4 बजीतिर भागेको के अरे अब होइन। तर यस्तो नराम्रो गाइस यस्तो नराम्रो कमेन्ट पनि नलेख्नु। राति 4 बजीतिर आज यति तना बाहर टुल्लुको मम्मी चुप चुप लाग भयो नभन। सुन बाबु अब बिहे कहिले गर्ने हो त? अनि चुप लाग्छ धेरै दादा यिनले धेरै डिप्रेसनमा नबस्न भनिदिनु प्लिज दादा म हात जोड्छु। यति नि खोइ किन पो आज भोलि यति टेन्सनमा हुन्छ नि यहाँ। यता सुन डिप्रेसनमा यो होइन कि यसले गर्दाखेरि हामी डिप्रेसनमा जान लाग्यौँ बुझेको बुझेनौ? त्यो सोसियल मिडियामा चुम्मा खाएको यताउति गरेको भिडियो सुडियो नहाल्नु। म हेर बाबु भन्दैछु मैले त बना मात्रै थिएँ यिनले आफै हाल्नु भयो। दाङ आयो बेला सोसियल मिडियामा अब त्यस्तो हाल्यो भने दाङ आयो बेला म तेरो यतापट्टिको भन्दैछु है एक बक्सिङ हालेर यति पुरै निलो बनाइदिनु म साँच्चीकै भन्दैछु। बुझिहाल। अनि अहिले नाटक किन गर्न लाग्यो घर जान लाग्यो म यताउति गर्न लाग्यो म भनेर काहीँ न सिधा सिधा भन्न सक्दिनँ दादा बिहे गरिहाल्यौँ हामीहरू अब के गर्ने मन परिहाल्यो भनेर। बिहे गरेपछि सिन्दुर हाल्थे हेर्नु न। ठिक छ भागिहाल्यौँ दादा यताउति गरेर भन्न सक्दिनँ तैँले मलाई पर्सनली मेसेज गर्न सक्दिनँ। तेरा म थाहा थिएन यो कुइनोले हान्ने तेरो म टाउकोमा भेट्या बेला हामी भने मनका कुरा सबै खोलिदिने तेरो अगाडि। अनि यताउति केही प्लिज यिनीहरूलाई भनिदिनु नराम्रो कमेन्ट नलेख्नु भनेर। ल ल दादाहरू अब कन्फर्म भयो है। पछि मेरो चित्त दुख्छ यिनलाई के भनेपछि ल धेरै लभ नझाडा एकछिन रोक। ए के हो कि राजाहरू यता सुन अब आज
यता आएर भन्न पनि सक्छ म दिल खुलासा तरिकाले मेरो भाइ र बुहारी भाइले केटी भगाइहाल्यो बुहारी आइहालिन् आइसकेपछि भिडियो सिडियो बनाएछन् त्यो अलिकति उत्तेजित भएर बनाएका हुन् भिडियो त्यस्तो यो टिकटकमा चुम्मा खायो होला त्यस्तोमा नराम्रो कमेन्ट नलेख्नु किनकि हामीलाई थाहा छैन बिहे गरेको छ कि छैन अब बिहे गरेर बुढी आफ्नो भइसकेपछि त अब त पाइयो नि त हाल्नको लागि त्यसैले पहिलाको गर्लफ्रेन्डहरूलाई अब यिनीतिर आँखा नलगाउने भनिदिनु होला अरू त यता सुन बहिनी पहिला यसलाई सुधार यहीको मुखमा हान बुझेन यसलाई सुधार यो बोल्न जान्छ होला व्हाट्सएप नम्बर तिमीलाई दियो होला स्न्यापच्याट अर्कैले दियो होला इन्स्टाग्राम अर्कैले दियो होला सुदूरपश्चिम कैलाली उता पार्क भन्ने छ नि टिकापुर पार्क त्यही हो ए ठिक छ दिनको लागि ठुलो मान्छे बडा मान्छे आउनै पर्यो दिदी दर्शन ओ माय गॉड दर्शन दिदी भाग्यमानी ओ माय गॉड मैले सोचे पनि थिएन लाइभमा यसरी बोल्नु भनेर कसम भने यसरी दिदीहरुसँग दादासँग बोल्न पाउला भनेर मैले सोचे पनि थिएन मेरो सपना थियो पुरा भयो आज भन्छ म चाहिँ किन सपना देखिरहेको जस्तो फिल भइरहेछ उसको सपना पुरा भयो तर म सपना देखिरहेछु भन्छ यता सुन केटी भएन ल्याइसकेको रहेछ भिडियो सिडियो हाल्ने यताउति गर्नु तर लुकाइरहेको रहेछ हामीसँग बुझिनै धोकेबाज चुपलाग छोड्दै नाटक धेरै नगर आशीर्वाद दे पहिला सुरु मलाई मनाउनु पर्यो त्यस्तो नभन्छ्यो भर्खरै यो धेरै बाहाइन मलाई अरू थाहा छैन म ढोका छेक्नी थिएँ म ढोका छेकेको मलाई पैसा चाहिन्थ्यो यतिकै छिर्यौ तिमीहरू भित्र बाबा बिहे भएन कि ढोका सोका छेक्ने थिए मलाई ए त्यो भएन भनेपछि त ठिक छ नि त ल ठिक छ भाइको लागि एउटा के चाहिँ गरिदिउँ त मेरो भाइको लागि के ल्याइदिउँ त एउटा दिजु म केही भन्दैन यिनीहरू मेरो लागि अब लाइन अरू केटीहरूको लागि नै मेरो लागि अनि हजुरको लागि दिजुको लागि अनि त्यति मात्रै भिडियो बनाउनु पर्यो उनले केटीहरूको लागि नै अनि मेरो लागि धेरै लाइन हानेर भिडियो बनाउन भनिदिनु अरू केही चाहिदैन ए लाइन एकछिन रोक अहिले हेर अब यो बिहेको माहौल छ बिहेको सिजन टको बिहेवाला मजा आयो बुझिन है अब त लाइन हान मेरो बुहारीको लागि एक लाइन त टक्क हुनु पर्यो नि त मिठो किनकि त सोचे होला तैले बिफोर बल ओइ बेबी तिम्रो नम्बर देऊ न हामी रातभरि गरौँला कल यो भन्छ छ यो त रातभरि उले हैन यो त तिमीले त सबैलाई भनिसक्यो लाइन यो समथिङ डिफरेन्ट भन्नु पर्यो भाइ यो त मलाई नि आउँछ ए फर एप्पल बी फर बल ओइ बेबी नम्बर देऊ न हामी रातभरि गलौ गर डिफरेन्ट बनाउनु पर्यो यो त बाँकी सक्यो बेबी चिनी हाल्न बाँकी छ माया त बसिसक्यो बेबी तर तिम्रो सिधोमा यसो सिधो हाल्न बाँकी छ है माया ओ यो नि त यो मेरो भाइ यो सही दियो तर पारस तेरो त कामै छैन रहेछ त किन हो यस्तो त चाहिँ लाइभमा नाच्दै चम्किँदै बस उसले लाइभमै ल्याउँदै दादा नरिस्यो 3 दिनको लभ गरे नाइ खुसीका आँसु हुन् मेराई खुसीका आँसु हुन् तिमीहरू दुईजनाको राम्रो भएको त देख्न चाहन्छु त खुसीका आँसु तर त्यो यहाँ टिकटकमा त्यस्ता भिडियो हाल्यो भने नि म दुईजनाले बानेर पिट्ने हो भन्दैछु साँच्चीकै भन्दैछु अबदेखि हाल्दैनौँ ठिक छ अब के गर्ने त माया गरिहाल्यो लभ गरिहाल्यो अब राम्रोसँग पाल्नु हेर बुहारीलाई अझै पनि डर लाग्छ काई अब के रे मेलिना कि ल्याउँछन् कि भन्ने अझै पनि यस्तो डर लाग्छ नि इनको मुखबाट मेलिनाको याम पनि आयो भने नि मैले नाइ छोड यता सुन अरू जसलाई ल्याउला नल्याउला के गर्ला तर यो आफ्नो हाम्रो यो बुहारीलाई चाहिँ माया गर्नु अब भगाएर ल्याइली नत्र माया गर्ला जे गर्ला अरे नाइ के उ भन्छ कि मेलिनासँग के छ गरे के अब 3 वर्ष हल्का हुन्छ जेलेसी 3 दिनको मेलिना दिदीसँग पनि कुरा भएको थियो अनि बहिनी आइहाल्यो राम्रोसँग गर्नु यताउता भन्नु दुईजनाले मिलेर हामीलाई प्र्याङ्क त गरिराखेनौ नि भाइ र नाइ बिहे गरिसकेका हुन् केही छैन भोलिपल्ट फेरि राखी बाँधेर भिडियो बनाइदियो भने के गर्नु परस नाइ त्यस्तो हैन मैले थाहा पाइसकेँ यिनीहरूको त्यो चञ्चला देखेर के दादा यदि त्यस्तो भयो भने के गर्नुहुन्छ तु देखिस नाइ तेरो त्यहाँ छोरा कराउन थाल्यो उठा काम नगर न खानु न के तेरो कस्तो हो र त्यस्तो हैन अब यस्तो
ए स्यामी दाई आइसक्यो त? ओ स्यामी दाईले केही भन्ने अरे भयो एकैछिन बोलाउ त देखाउँदैन त यहाँ त गाइज यस्तो भएको बेलामा गेस्टमा देखाएन त खै कहाँ होइसिन्छ ओइ प्र्याङ्क गर्न लाउ तिमीहरू हामीसँग होइन प्राङ होइन दाइ कहाँ फेरि ल ल ठिक छ होइन हो त्यही हो बाबु यता सुन जाऊ नि त्यही हो होइन कस्तो प्राङ हो र फेरि एकैछिन है यहाँ स्यामी ब्रदर बवाल गरे यार यसले यार अचानक आज एउटा राशिमा पनि के देखेको थिएँ अचम्मित कुरा हुने थियो लाइफमा भने थियो आज अचम्मित कुरा त मेरै भाइ बनेर आइदियो यार ठिक छ तर राम्रो नमान्छेलाई है प्लिज नराम्रो माने छैन तर ठिकै छ माया साया गर्नु आफूलाई एकअर्कालाई साथ भन्नु अब बिहे भन्ने कुरा हो यस्तो गर्लफ्रेन्ड जस्तो यताउति ल रमाइलो गरौँ यताउति यो घुमघाम गरौँ भन्ने पनि छैन अब त एउटा बाँधियो तिमीहरू दुईटा परिवार बाँधियो दुईटा नातागोता बाँधिए दुईटा सब कुरा बाँधियो नि त बुझेको बुझेनौ त्यसैले त्यो कुराको पनि ख्याल राख्नु धेरै ठट्टेर हिँड्ने होइन धेरै यताउति हिँड्ने होइन अब त दुईटा परिवार एक भगाओ दुईटा अब ससुरा होलान् सासू होलिन् होइन सबैसँग राम्रोसँग गर्नुपर्छ पख एकजना मान्छे आउँदैछन् आशीर्वाद दिन के भन्छौ यहाँ कमेन्टमा त हेलो दिदी नमस्ते नमस्ते दाइ के छ खबर होइन अनि टुलुले त केटी भगायो भनेर मेरो कमेन्ट भरि आएर म एकछिन जोइन भएको गेम खेल्न अगाडि नै अब सकियो क्या बुझ्नु भएन ओइ हो साँच्ची बुहारी बुहारी दर्शन अरे ल ल हो र होइन उसको उयो होला कन्टेन्टको लागि होला साँच्चीकै हो रहेछ क्या दाइ त्यही सोचेको छु। म त हेरेर अझै पनि विश्वास छैन मलाई भोलिपल्ट यिनीहरूले केही न केही गर्छन् जस्तो लाग्यो मलाई विश्वास लागेन। दिजुले सही सोचे हा दिजुको कुरा सही हो यहाँ हेर्छु म यता बोलाउनु भएको थियो मेरो घर ऊ त्यहाँ हो अब चिल्ला के भन्ला के टिका पुरा होइन हामीलाई सबैलाई लुगायो क्या हामीलाई गुमराह गर्यो हाम्रो आफ्नो अगाडिपट्टि छाल हालिदियो तर आफूले केटी भगाएर ल्याएको रहेछ क्या यसले कुरा गर्छौ ठिक छ टुलु साँच्ची भन् टुलुको मुखबाट सुनौँ न हो साँच्ची के हो त के को मुख बुझ्ने हो त साँच्ची के भएको कुरा त गर्नुपर्छ के लभ म्यारेज हो मिल कि मिल एरेन्ज मिल हो लाइफमा मिल 3 दिन मात्रै कुरा गरेको मैले उसँग ल ए 3 दिनमै लब्बे गरिदिएको अनि 3 दिनमै अनि 3 दिनमै छोडेर जाला नि होइन भगाएको मात्रै नि भगाएको मात्रै भगाएको मात्रै बिहे भएन छोड दिएपछि दादा हेर्छु दिजु हेर्छु यदि मलाई धोका दिएपछि मेरो पुर्सेला र कुट्ने त यहाँ सिआर छोड्देऊ न त्यहाँ पुरै होइन 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 ल ल सम्झाऊ दिदी भाइ मिलेन म चाहिँ लाग्दिएको ल हुन्छ ल ल दिदी रागे साँच्ची दादाको त्यो त हस् 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 ल बाई बाई ल ल ल टुल्लु ल हेभ अ नाइस दादा विकेन्ड विकेन्ड हेरे म्यारिड लाइफ हेभ अ नाइस विकेन्ड विकेन्ड ह्यापी म्यारिड लाइफ भन्नु पर्यो अनि त्यहाँ बहिनी उयो खाट मिलाउँदैछ के गर्दैछौ ल गएँ म ल होइन केही मिलाएको छैन नि यतिकै नाचिरहेको थिएँ दाइ अब के गर्ने अब यहाँ चाहिँ गरिनु पर्यो यिनको नाम चाहिँ अब भजन भजन राहुल हो यिनको नाम दिजु यी हेर्छु भजन राहुल भयो भयो भजन राहुल ल ल ल कहाँबाट निक्लिने हो पख ल कति रमाइलो लाग्दिनु है ल ल ल ल टुल्लु अहिले भरे राति कुरा गर्छु तिमीसँग म प्राइभेटमा ल ल गएँ ल ल अब लाइफ अब देखिहाल्यो नि होइन ठिक छ चल राम्रोसँग बस्नु यताउति गर्नु त्यो नाचगान यताउति गरिरहेको छ होला अरूलाई पनि नचाउ यताउति गर बुझेको बुझेनौ ल ल दाइ ल मैले त नदेखाउनु रिसाउँछ न अनि हजुरलाई माया गर्ने केटीहरू रिसाउँछ नदेखाउनु भनेर आज खोइ के पो भएको थियो यस्तै चाहिएको थियो र लोयल्टी हो के गर्नु आइज भन्नुभयो अनि म आएँ ल गएँ म राम्रोसँग बस म पनि जान्छु ल गुड नाइट बाई बाई गुड नाइट ल पख एकैछिन तुलु भाइले एकछिन पख यहाँ स्यामी